छोरी हजुर यो पाउरोटी ल्याएर राखेको धेरै दिन भयो। यो पाउरोटी र चनाको केही बना त खाने कुरो। प्यारी मामले भएको डिमान्डलाई नै भन्ने त कुरै भएन। चनालाई बोइल गरेर साइडमा राखिदिए अनि जरिङ्गोको पत्ता र काजुलाई चाहिँ थोरै नुन हालेर 1 मिनट जति बोइल गरेको पानीमा हालेर ब्लेन्सिङ गरिदिए अनि त्यसलाई नै चिसो पानीमा राखिदिए। अब चाहिँ होइन जरिङ्गोको पत्ता दही काजुको चाहिँ दामी पेस्ट बनाएर साइडमा राखिदिन्छु। अनि तेलमा जिरा खोर्सानी पड्काएर सानो पारेर काटेको प्याज अदरक लसुनको पेस्ट अनि थोरै बेसार हालेर मजाले फ्राई गर्छु। अनि गोल्डन ब्राउन भएपछि चाहिँ यसमाथिबाट मैले टमाटरलाई हालिदिन्छु अनि काडे धनियाँलाई पनि हालेको छु। यसलाई केही बेर मजाले चलाएपछि तेल निस्किन थाल्छ अनि त्यो माथिबाट कस्तुरी मेथी टिमुरको पाउडर जिराको धुलो अनि मरमसला हालेर मजाले फ्राई गरेर तेल निस्किन थालेपछि चाहिँ अघि तयार पारेको जरिङ्गो र दहीको पेस्टलाई पनि हालिदिएको छु। अनि थोरै नुन हालेपछि चाहिँ बिहानको मसला थोरै रहेको रहेछ त्यो मसलालाई पनि हालेर मजाले तेल स्प्रेड हुन्चल चाहिँ फ्राई गरिदिने। अनि अघि बोइल गरेको चनालाई पनि हालेर चाहिँ मजाले फ्राई गरेको छु। अनि फेरि योबाट पनि तेल निस्किन थालेपछि चाहिँ तातो पानीलाई हालेर चाहिँ 5 मिनट जति पकाउन छोडिदिन्छु। 5 मिनट जतिमा चाहिँ यसको सबै पानी सुकेर फेरि तेल स्प्रेड हुन थाल्छ। अनि यसलाई चाहिँ निकालेर एउटा बोटुकामा राखिदिन्छु। त्यो माथिबाट धनियाँलाई स्प्रिङ्कल गरिदिन्छु। अनि फाइनली पाउरोटीलाई चाहिँ टुक्रा टुक्रा पारेर काटेर प्लेटमा राखेर सिधै लगेर मम्मीलाई खानु दिएको। अति नै बबाल मिठो लाग्यो रे अनि हामीले पनि इन्जोय गर्दै